धेरै इन्फर्मेसन कहाँबाट आउँछ यो ऊर्जा अनि घरमा हजुर कसरी रहनुहुन्छ कसरी बित्छ हजुरको दिनभरि र यो ऊर्जा प्राप्त हुन्छ हजुरलाई यस्तो एक दिनभरि सुन्नु न हजुरको म्याम मोटामोटी म बिहान 5 बजे जस्तो उठ्छु उठ्नुभन्दा पूर्व चाहिँ म एकैताल उठ्दिनँ कहिलेकाहीँ चाहिँ निन्द्रामा लड्न सकिन्छ त्यसले गर्दा अलिकति जिउ चाहिँ शरीर तन्काउनु पर्छ हात खुट्टा सबै तन्काउने श्वास प्रश्वासहरू चाहिँ हेर्ने त्यसलाई सानो सानो एक प्रकारले सानो योग गरेको जस्तो केही चाहिँ ओछ्यानमै गर्नुपर्छ त्यसपछि ओछ्यानबाट उठेपछि मन तातो पानी 2-4 गिलास पिउनुपर्छ आफ्नो जिउहरू तन्काउनु पर्छ र आफूले खाने गरेको चाहिँ के हो तुलसीको पातको पानी खाने कि फिक्का चिया खाने कि त्यसको साथै केही आफूलाई चाहिने आफू आफ्नो ब्रेकफास्टको रूपमा केही खानुपर्छ त्यो खाने गर्छु र करिब करिब मेरो चाहिँ श्रीमती र छोरा छोरी चाहिँ अलिकति मभन्दा ढिलो उठ्छन् उनीहरू उठेको मैले छनक पाउने बित्तिकै उनीहरूले जे खाने गरेको त्यो चिज उनीहरूलाई बनाइदिन्छु श्रीमतीको चिया मैले नै बनाइदिन्छु छोराछोरीलाई उनीलाई के मनपर्छ किन छोराछोरी त आमाको मात्रै त होइन नि छोराछोरी त बुवा पनि हुन् बाको पनि कर्तव्य छ केटाकेटीलाई मन परेको कुरो बनाइदिने हो त्यसपछि पत्र पत्रिका लिन जाने आफ्नो चाहिँ दैनिक तरकारी किन्न जाने दुध किन्ने त्यो सबै काम गर्छु र भान्जा एक्लै श्रीमतीको होइन उनले मिठो पकाउँछिन् त्यसकाले पकाउन हस्तक्षेप गर्दिनँ तर सबै त्यो तरकारीहरू काटकुट गर्ने पखालिदिने काम सबै गरिदिन्छु हामी खाना खाइसकेपछि उनले सबै राखन धरन गर्छिन् भाँडा मान्ने काम मैले गरिदिन्छु होइन त आफ्ना लुगाहरू हामी श्रीमती र श्रीमानको लुगा फरक फरक छ उनको लुगा मैले त्यति भ्यू पाउँदिनँ मेरो लुगा मैले दौरा सुरुवाल लाउँछु टोपी लाउँछु जुन कुरो उनले लाउँदिनन् त्यस्तो कुरो उनले धुन जान्दिनन् म बढी टाई लाउँछु होला उनले टाई लाउँदिनन् तर केही पोसाक त मेरा भिन्न छन् नि त त्यसको केयर मैले नै गर्नुपर्छ त्यसो भनेर श्रीमतीले छोराछोरीले घरको काम नगरी होइन सबैले सादा रूपमा काम गर्छन् जस्तो मैले त धेरै जसो कोही गरी परिवारलाई बोलाइयो बेलुका बेलुका खाना खाइयो श्रीमती राम्रोसँग खाना बनाएर सबैलाई खुवाउँछिन् मलाई सबै करिब 9 बजेपछि अब त्यति परिवारका मान्छेहरू चाहिँ अब चाहिँ घर जाउँ कि त बिदा पाऊँ भने एक कप चिया खाएर जाने त भनेर मैले प्रस्ताव गर्छु खानी भने श्रीमतीलाई ल तिमी चाहिँ पाहुनाहरूसँग कुरा गरिरहौ म चाहिँ भान्सामा गएर चिया पकाएर ल्याउँछु र सबैलाई चिया चाहिँ मैले बेलुकाको चिया चाहिँ बनाएर खुवाउँछु त्यसर्थ यो हाम्रो जीवन भनेको त यो त हामीले भन्छौँ नि यो अर्धाङ्गिनी भन्छौँ अथवा सहकर्मी भन्छौँ त्यो त सबै कुरामा काममा पनि सहकर्मिता देखिन पर्यो यही भावनाले हाम्रो दैनिक जीवन चलाउनु पर्छ र मैले यो जीवन चाहिँ चलाइरहेको छु हर घरमा सुन्नु होला उहाँ प्रशासक हुनुहुन्छ होइन नेपाल सरकारको सबभन्दा प्रमुख ठाउँमा बसेर काम गर्नुभएको हुनुहुन्छ अब हजुरहरूलाई कर त होइन यो तर हरेकले मम चाहिँ भन्नु होला होइन एउटा परिवार चल्नका लागि सुखी खुसी हुनका लागि समानता त हुनै पर्यो नि त्यो समानता आफैबाट सुरु गर्ने हुन्छ सुन्दर हजुरको ओट लिएर भनेको यति पनि